अहिलेको नेपाली राजनीतिको एकदमै हट टपिक रवि लामिछाने र बालेन शाह मिल्दैछन् रे। ठिक छ, दुईजना मिल्नु राम्रो कुरा हो, यसमा धेरैजना नेपालीको सहमत पनि छ। तर यहाँ एउटा प्रश्न छ, बालेन शाहलाई एज अ पीएम क्यान्डिडेटको रूपमा अगाडि सार्नु यो कतिको राम्रो निर्णय हो? यस विषयमा भने गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ, किनकि बालेन शाहको विगतको दुईवटा फेसबुक स्ट्याटसले तपाईलाई यस विषयमा सोच्न बाध्य बनाउँछ। पहिलो स्ट्याटस करिब 2 वर्ष अगाडिको, जसमा उनले भनेका छन् नयाँ र पुराना सबै नेताहरू चोर हुन्। त्यसको मतलब राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेलाई पनि उनले त्यही दायराभित्र राखेका थिए। दोस्रो स्ट्याटस केही महिना अगाडिको, जसमा उसले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति अपशब्द प्रयोग गरेका थिए। यो सामान्य आलोचना होइन, यो राजनीतिक अस्वीकार्यताको स्पष्ट सन्देश हो। यी कुराबाट बुझ्न सकिन्छ कि बालेन शाहको दृष्टिकोण कति अस्पष्ट छ। तर यति हुँदाहुँदै पनि किन रवि लामिछानेले बालेन शाहलाई यति धेरै प्राथमिकता दिइरहेका छन्? यदि भोलि रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा अगाडि सार्छन् भने त्यो रवि लामिछानेको स्वयं राजनीतिक हैसियत प्रति अपमान जस्तो देखिन सक्छ। किनभने रवि लामिछानेले पार्टी बनाएका छन्, सङ्घर्ष गरेका छन्, चुनाव जितेका छन् र संस्थागत राजनीति अगाडि बढाइरहेका छन्। तर बालेन शाह एकल व्यक्तिलाई यति धेरै प्राथमिकता दिएको भनेर अहिले धेरैले राम्रो मानिरहेका छैनन्। त्यसैले प्रश्न उठ्छ, लोकप्रियता प्रधानमन्त्री बन्ने मापदण्ड हो वा नेतृत्व, निरन्तरता र राजनीतिक स्पष्टता? र म अन्तमा यही भन्न चाहन्छु, दुईजना मिलुन्, तर को कसको नेतृत्वमा यो भने स्पष्ट हुनुपर्ने हुन्छ।